वुमेन अफ द म्याच पाएको हैन कङ्ग्रेचुलेसन ल ल बाई बाई ल म बिस्तारै जान्छु ल मैले चाहिँ यति जम्मा गरेको छु है गाइज देख्न सक्नुहुन्छ कति राम्रो छ खान्छु हल्का खाइदिउँ खाने होइन खाने आहा आहा नेचुरल खाजा हेलो नमस्कार स्वागत छ मेरो ब्लगमा आज हामी फेरि पुनः एकपटक हेटौडा प्रस्थान गर्ने क्रममा छौँ एपीएफको सेमिफाइनल म्याच हेर्नको लागि सङ्कटाको विरुद्धमा रहेको छ 4:30 बजे अहिले घडीको करिबन 2 बजिरहेको छ हामीलाई हेटौडा पुग्नको लागि 3-3.5 घण्टा त लाग्ने नै छ सो सेकेन्ड हाफ भए पनि हेर्न भ्याउँछ कि भन्ने अपेक्षा सहित म र मन्जु दोङ निस्किन लागिरहेको छौँ हेटौडातर्फ स्पेसली एपीएफको म्याच हेर्न र मेरो मैया रेणुका र मेरो कान्छी रश्मिलाई सपोर्ट गर्नको लागि रश्मिले हिजो म्याचमा वुमेन अफ द म्याच पनि पाइसकेको छ मलाई एकदम खुसी लागिरहेको छ आई होप आज पनि उसले राम्रो गरोस् र स्कुटरको दावेदार पनि बनोस् आज भ्यायो भने हजुरहरूलाई चाहिँ नि अब सेमिफाइनल म्याचको केही दृश्य देखाउने कोसिस गर्नेछु नभ्याएको खण्डमा केही छैन बाटो पानी पनि परिरहेको छ बिस्तारै जानुपर्ने हुन्छ बाटो चिप्लो छ राम्रोसँगले हिँड्नुपर्छ हतार गर्नु हुँदैन सेमिफाइनल म्याच हामीले खिच्न भ्याएनौँ भने पनि फाइनल म्याच हजुरमाझ ल्याउने नै छौँ है त बाटोमा भेटौँला अब यहाँनिर आरू किनेर खाउँ कति पर्छ सोध यो दिइसक्यो बुवा बुवा बोल कति पर्छ बुवा यहाँ हामी त एउटाको त चाख्ने हो नि त कति लिने एउटाको 10 रुपियाँ खायो ल बुवा एउटा हामी चाहिँ लगभग अहिले कुलेखानीको नजिक आइपुगेको छौँ अनि हामी अब नकुद्ने भइसक्यो हामी गेम हेर्न नपुग्ने पनि नकुद्ने पनि किनभनेदेखि आज हामी सिधै अब ससुराली चपुर जाने कुरा भयो मेरो साथीको मनुको घर पनि चपुर नै हो त्यसैले आज हामी चपुर नै जान्छौँ 7-8 बजीसम्म पुगिहाल्छौँ गेम नहेर्ने पर्सि फाइनल हेर्न मात्रै एकैचोटि आउँछु त्यही कुरा भएको छ अनि मैले चाहिँ अघि आरू किनेर लिएको थिएँ एउटा 5 रुपियाँमा बुवाले दिनुभएको अब यो आरू खानु पऱ्यो हल्का बिस्तारै जाने आरामले खाजा खानु चाहिँ हामी त देउराली खाजा खान्छौँ ल अब आरू मलाई यो अब छिल्का छिलेर खानलाई हामीसँग साधन छैन पानी छैन धुनुलाई सिधै फुटाउँछु भित्रभित्रको तार्छु भनेको बारे खाने होइन खाने धेरै हुन्छ मलाई यो कस्तो छ मिठो छ गुलियो छ खाएर खान्छु किन यसमा झुस छ नि त झुस फाल्नु हामीसँग के पनि छैन यहाँतिर त मिठो हुन्छ कि यहाँतिर मिठो हुन्छ कि यो हाम्रो तराईतिर पनि लोथ फल्छ रातो हुन्छ होइन तर के हुन्छ भने किरा पस्छ क्या यो पनि 2 थरीको हुँदो रहेछ नि त यो त पहेँलो कलरको टिप्यो होला क्या आफूले कुरो भनिदियो पाउ म हेर्नु जान्छु ल के हो के गर्नु छैन पानी छैन चक्कु तराईतिर त हामीले यस्तो गरेर त्यो सिमेन्टीमा घोटेर खान्थ्यौँ त्यसको झुसहरू उडाएर अब यो ए कस्तो पहिलेदेखि नै हेरिरहेको थाहा भएको जस्तो रोकेर हेरेर तिमीहरूले म त ऐसेल टिप लाग्यो कति मिठो यार यस्तो दामी छ फेरि मौसम बाबा हैट बादल हेरौँ न चेनको हो अहिले मोबिल हाल्यो हो नि त मौसम एकदम दामी मैले भित्रबाट एउटा त्यो केल्मीको यस्तो मुख छोप्नेवाला त्यो ट्रेनिङ गर्नेवाला लगाएको छु त्यो मोटै छ अनि यो बाहिरबाट लगाएको छु इन्सिटर त्यही पनि जाडो भइरहेको क्या त्यो अब मलाई हावा नपरोस् भनेर मैले ब्याग राखेको छु अगाडि एकदम खतरा मौसम कुलेखानी पुग्नै लाग्थ्यो कुलेखानी पुगेर खाजा खाउँला भनेर विचार गरेको
बाटोमा यस्तो अब अर्ग्यानिक नेचुरल खाजा भेटेपछि अब के है अरू खाजाको त के कुरो गर्नु अब मैले यस्तो खतरा फलेछ कि यहाँ ऐसेलु बाबा पहिला पहिला बोटैबाट चाखिदिउँ न है एउटा कस्तो हुँदो रहेछ एउटा घाँस पुग्दैन ओहो दुईटा तिनटा भनेको यो त उसँगै आयो यार होस् दुईटा खाउनु पहिला आहा आहा नेचुरल खाजा टिप्ने के प्लास्टिकमा हाल्ने ओ लड्लास बिस्तारै ल है बाटो हिँड्दाखेरि अब हाम्रो देश नेपाल भनेको त्यत्तिकै ऊ होइन क्या संसारमै सबभन्दा राम्रो देश भन्नुको कारण त्यत्तिकै होइन नेचुरल खानेकुरा यसरी बाटो हिँड्दा खान पाइन्छ प्राकृतिक सुन्दरताले भरिपूर्ण हाम्रो देश बाटो हिँड्दा पनि यस्तो खानेकुरा पाइन्छ त्यो चाहिँ उहाँ प्लास्टिकमा टिप्नु लागिरह मजा आयो यार अस्ति म र बुढी ससुरालीबाट फर्किँदाखेरि यो ऐसेलु फल्ने सिजन यो होइन र भनेर हामी एउटा यही बाटोमा यही बोटमा उभिएर खोजेका थियौँ तर त्यो बेला फुल फल्दै थियो कि हरियो लाग्दै थियो चिचिला फल्ने चाहिँ अहिले रहेछ त्यो चाहिँ 2 महिना अगाडिको कुरो हो जस्तो लाग्छ चितवनबाट गेम खेलेर हामी ससुराली गएर यो बाटो फर्किँदाखेरि अहिले चाहिँ मजाले फलेको छ आथा एकछिन टिपेर कलेक्ट गर्छु है अनि देखाउँछु यो टिप्दै पानी परेको छ है अब सायद अब हामी निस्किँदै बेस होला खासै धेरै टिप्न पाएनौँ पानी परिहाल्यो कति टिपेछ है त नि अबि भन्नु लड्यो ल मैले चाहिँ यति जम्मा गरेको छु है गाइज देख्न सक्नुहुन्छ कति राम्रो छ खान्छु हल्का खाइदिउँ त्यसपछि लिएर राखेर जाउँ भनेको खाइ मुखै भएर रस पछि आउँदा त हुँदैन यो रस हुने यार कस्तो हतार मिठो हुने ससिला दिएर जाने हो कि फाइनल म्याचमा हल्का बुस्ट टिप्दिउँ न त म टिप्दिहाल्छु बुढीलाई पनि हल्का हेटौडामा छोडिदिनु पऱ्यो टिपेर भनेर सोचेको फेरि नटिप्ने भयो हामी किन भन्दाखेरि उनीहरूलाई फेरि राखेको छ उहाँ पिप्लेतिर त्यो रेगल रिजोर्ट भन्नेमा राखेको छ क्या अरे अनि फेरि हामी उहाँ जानुपर्छ फेरि हामीलाई रात पर्छ नि त हेटौडाको त्यत्रो जङ्गल छिचोलेर जानुपर्छ उता ससुराली चपुर जानलाई त्यही भएर हामी नटिपिकन जाने अहिले 4:24 पनि भइसक्यो 6 मिनटमा हामी त्यहाँ माथि देउराली पुगेर खाजा खानलाई रोक्ने अनि त्यहाँ हल्का गेम पनि थोरै यसो 15-20 मिनट हेर्छु त्यहाँनिर हामी बाटोमा हल्का गेम हेर्दै जानु पऱ्यो अब के भने आँखाले अगाडि हेर्नु पाएन है त गाइज ल अहिले चाहिँ हामी देउराली आइपुगेको छौँ यहाँको चिसोको मात्रा अत्याधिक छ अनि यहाँ बाइक पनि धोइदिनु हुँदो रहेछ अनि त्यहाँ दाइलाई बाइक धोइदिनु भनेको छ दाइलाई चाहिँ फेरि यस्तो लाग्यो अरे यो हल्का दिएन भने गाह्रै पर्छ अरे यहाँ बाइक धुने खाजा यहीँभित्र खाने हो अनि गेम पनि हेर्छु अलिकति खाजा खाँदै गरेर कस्तो छ अवस्था यसले चाहिँ अघि भर्खर भात खाएर आएको भएर यसलाई चाहिँ खाजा खानु मन छैन यसले कालो चिया मात्रै खान्छ कि अनि म चाहिँ खाजा सेट भनेको चाहिँ एउटा छैन भर्खरसँगै अनि दृश्य हेर्न सक्नुहुन्छ दृश्य कस्तो छ होइन छैला भनेपछि त बफ होला नि हजुर अनि यस्तो छ अनि के अरे मनु त अनि के भन्यो अरे जिप लाइन बट मरिहाल्छ नि यहाँ त सातो जान्छ है डेन्जर ठुलो मजाले म यहाँबाट त्यहाँतिर गयो भने त अबि सिकिन्छ त यार म्याच हेर्छ म्याच लगाएर लु है हाफ टाइमको म्याच पनि हेऱ्यो खाजा पनि खाइयो 40 मिनट भयो 0-0 छ फर्स्ट हाफ एपिएफले गोल गर्न सकेको छैन सङ्कटाको टिम पनि बबाल छ अब पानीले पनि अलिक गाह्रै बनाएको छ
अब हामी यहाँबाट निस्किनु लाग्यो देउरालीबाट बिचमा यसो गोल भयो कि भएन भनेर चेक गर्दै गर्छ गेमको माहौल बुझ्नलाई हामी यता के अरे भीमफेदी होइन भीमफेदी भन्दा अलिक तल भैँसीभन्दा थोरै माथि बिचमा आएर गेमको स्थिति बुझ्नलाई यसो बसेको विश्राम लिएको गेम त 65 मिनट भइसकेको छ 0-0 रहेछ स्टिल अब अघि टिपेको माल पानी पनि काचक कुचुक भएछ हल्का खानु पर्यो आज एकपछि ड्र खेल्यो भने बर्बादै हुन्छ जिस्काउँछ धेरै मिडिया मान्छेले पनि फाइनली 71 मिनटमा रश्मिले बब्बाल कर्नरमा हेडिङ गोल हान्दियो है बल्ल नत्र त म आएको अर्थै हुन्थेन म फाइनल हेर्न आएको अब टिम अगाडि नै ट्राइब्रेकरमा पुग्ने चिप्लिने भयो भने त बर्बाद बल्ल अलिकति साहस आयो मान्छेले बवाल गोल हान्थ्यो अनि त्यहाँ बस्ने फेरि यहाँ फेरि पुरा भलिबल भइरहेछ यहाँनिर आमामा फुटबल ग्राउन्डमा कडक छ प्रस्तुत ल म खुसी भयो अब एकछिन 10 मिनट अझै हेर्छु ल अहिले चाहिँ हामी हेटौडाको सिद्धार्थ पथ भन्ने ठाउँमा आइपुग्यो यहाँ चाहिँ मेरो साथीको दिदी घर चाहिँ भेटल छ अनि हामी चपुर नजाने भयौँ आज यतै बस्छौँ अनि भोलि बिहानै 6-7 बजी चपुर निस्किन्छौँ यस्तो छ अनि खुसी त केमा लाग्यो भने कान्छीले गोल हान्दै थियो ड्याममै 10 मिनट बाँकी हुँदा केसी बहिनीले नै हानेको थियो मैले त म्याच पनि हेर्न पाइनँ कस्तो के थियो म यहाँले वुमेन अफ द म्याच पाएछ खुसी लाग्यो हिजो नन्दले आज भाउजूले वुमेन अफ द म्याचको हो यो वुमेन अफ द म्याचको हो म दामी होटलमा बस्छु है त आज हेलो गुड मर्निङ फ्रम हेटौडा पारिलो घाम न्यानो मौसमसँगै हिजो चाहिँ एकदम पानी परिरहेको थियो आज चाहिँ एकदम न्यानो मौसम छ अनि हिजो चाहिँ हामी यहीँ साथीको दिदीको घरमै बस्यो हेटौडामै चपुर गएनौँ राति हिँड्न दिएन मैयाले जङ्गलको बाटो भनेर अब हामी चाहिँ मैयालाई भेट्न जाँदैछु भेट्न भन्दा पनि खास चाहिँ उसको माइतीमा सामान पठाउनु पर्ने छ अरे 1-2वटा त्यो सामान रिसिभ गर्न र हल्का भेटेर हामी त्यहीँबाट रिगल रिजोर्ट हेटौडाबाट उता सिधै चपुर जान्छौँ अनि त्यसपछि पर्सि एकेर भोलि आज पो जाने त चपुर भनेपछि भोलि म्याच हेर्न चाहिँ फेरि हामी चपुरबाट यता हेटौडा आउँछौँ फाइनल म्याच हेर्नलाई रिगल रिजोर्ट हेटौडामा मैयालाई भेट्न आएको मैयाले दिइसक्यो रकम माइतीमा बाँड्नुपर्ने आहा यस्तो ठाउँमा ल्याएर राखेको रहेछ मन खुसी भइहाल्छ नि कु 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 भन्छ माछा पाल्ने होइन त हो र ल म चाहिँ रेणुकासँग भेट भइसक्यो रश्मि सुतिर होला ल जान्छु त हामी बाई बाई गुड लक भोलि अनि म आमा रसाउनु भन्छ नि ए हेर्नलाई होइन हेर्नलाई भने क्या चल भन आमा बाउको धन्दै भाउजू के भाउजू दिदी दिदी क्या दिदी ल त्यसो अब चपुर जान्छु अब गर्छु हिजो धन्दाले फोन गरेको थियो बेलुका आइपुग्छ हिजो वुमेन अफ द म्याच पाएको होइन कङ्ग्रेचुलेसन ल ल बाई बाई ल म बिस्तारै जान्छु ल ल म चाहिँ अब यहाँ निस्केको हाम्रो राइड रेडी छ यहाँनिर अब अर्को भ्लगमा भेटौँला है त गाइज सी यू